नमस्कार, म सूर्य। आज पनि केही जानकारीमूलक कुराहरूको साथमा आएको छु। आज हामी कुरा गरौँ कन्फाइन्ड स्पेसको बारेमा। कन्फाइन्ड स्पेस मतलब सीमित क्षेत्र। के तपाईँलाई थाहा छ कन्फाइन्ड स्पेस भनेको के हो? कन्फाइन्ड स्पेस भनेको यस्तो किसिमको ठाउँ हो जुन पूर्ण रूपमा बन्द अथवा आधा बन्द हुन्छ। भित्र राम्रोसँग हावा नचल्ने हुन्छ। प्रवेश तथा निस्किने बाटोहरू साँघुरो हुन सक्छन् र यो पूर्ण रूपमा काम गर्न बनाएको ठाउँ हुँदैन। र कहिलेकाहीँ यस्ता ठाउँहरूमा पनि हामीले काम गर्नुपर्ने भएको कारण कन्फाइन्ड स्पेस अथवा सीमित क्षेत्रको बारेमा हामीलाई थाहा हुन अत्यन्त जरुरी छ। जस्तै उदाहरणको लागि ट्याङ्क, म्यानहोल, पाइपलाइन, इनार, सेफ्टी ट्याङ्की आदि कन्फाइन्ड स्पेसका उदाहरणहरू हुन्। र यसमा के खतराहरू हुन सक्छन् त? यसमा अक्सिजन कम हुनुको साथै विभिन्न किसिमका विषालु ग्यासहरू हुन सक्छन्, जस्तै हाइड्रोजन सल्फाइड, कार्बन मोनोक्साइड, सल्फर डाइअक्साइड र एमोनिया जस्ता ग्यासहरू जुन एकदमै विषालु हुन्छन्। यस्ता ग्यासहरू त्यहाँ हुन सक्छन्। अब यो ग्यासलाई कसरी चिन्ने त? जस्तै हाइड्रोजन सल्फाइड ग्यास एक यस्तो किसिमको ग्यास हो जुन एकदमै दुर्गन्धित हुन्छ। यसको गन्ध एक कुहिएको अन्डाको जस्तो स्मेल अथवा गन्ध आउँछ र यो एकदमै विषालु हुन सक्दछ र यसले खतरनाक हुनुको साथसाथै मान्छेलाई बेहोस बनाउन सक्छ। जस्तै कार्बन मोनोक्साइड, यसको कुनै पनि गन्ध हुँदैन। यसले रगतमा भएको अक्सिजनलाई सोसेर मान्छेको मृत्यु हुन सक्दछ। त्यस्तै सल्फर डाइअक्साइड, यसले आँखा र सास फेर्ने अङ्गहरूलाई जलाउँछ भने एमोनियाले आँखा, कान र फोक्सोमा असर गर्छ र यसलाई जलाउने काम गर्दछ। भनेको मतलब धेरै इरिटेसन बनाउँछ। अब कन्फाइन्ड स्पेसमा काम गर्दाखेरि के कुरा सावधानी अपनाउनु पर्ने हुन्छ? नम्बर 1मा छ प्रवेश गर्नुभन्दा अगाडि हावालाई परीक्षण गर्ने। अब हावा कसरी परीक्षण गर्ने भन्दा बजारमा विभिन्न किसिमका ग्यास डिटेक्टरहरू पाइन्छ जसले एकभन्दा बढी विषालु ग्यासहरू मोनिटर गर्ने काम गर्दछ। यो कति पर्सेन्टमा हामी काम गर्न सक्छौँ, कति पर्सेन्टमा काम गर्न सक्दैनौँ भन्ने किसिमको मोनिटर गर्ने ग्यास डिटेक्टरहरू हामी पाउन सक्छौँ र यसले हावालाई परीक्षण गर्नुपर्ने हुन्छ। त्यस्तै पर्मिट सिस्टमको लागू गर्नुपर्ने हुन्छ। पर्मिट सिस्टम भन्नाले यदि तपाईँ कन्फाइन्ड स्पेसमा काम गर्दै हुनुहुन्छ भने तपाईँलाई कसले पर्मिसन दिने हो भन्ने कुरा जनाउँछ। र कन्फाइन्ड स्पेसमा जानु अघि पिपिई प्रपर रूपमा प्रयोग भएको हुनुपर्छ, जस्तै मास्क, हार्नेस आदि लगाएको हुनुपर्दछ। यदि तपाईँ पूर्ण रूपमा ट्रेनिङ प्राप्त हुनुहुन्छ र तालिम प्राप्त हुनुहुन्छ भने मात्रै कन्फाइन्ड स्पेसमा प्रयोग गर्नुहोस्। कन्फाइन्ड स्पेसमा काम गर्दाखेरि एकजना बाहिरबाट तपाईँलाई प्रत्यक्ष रूपमा देखिरहने व्यक्ति हुनुपर्दछ र यदि केही भइहालेमा यसको रेस्क्यु प्लान मतलब तपाईँलाई उद्धार गर्ने प्लान के हो यो सबैलाई थाहा भएको हुनुपर्छ र यसको व्यवस्था गरेको हुनुपर्दछ। आजको लागि यति नै। फेरि पनि अरू कुनै जानकारीमूलक भिडियो लिएर आउनेछु। आजको लागि बिदा दिनुहोस्। धन्यवाद।